र अस्ति चाहिँ म पेम्लिङ गएको थिएँ नि त होइन। अनि पेम्लिङ घर जाँदाखेरि चाहिँ आमाहरूले मोमो खानु मन लाग्यो भन्नुहुँदै थियो नि त हो। अनि चाहिँ लु आज चाहिँ मोमो खानुपर्छ भनेर चाहिँ मैले किमा पनि लगेको थिएँ। अनि फुपू आमीले चाहिँ प्याज काट्न थाल्नुभयो। अनि अर्को आमीले चाहिँ मैले माछा पनि लगेको थिएँ नि त, अनि माछा फ्राई गर्छु भन्नुभयो। अनि मैले चाहिँ यो प्याज पनि काटेर किमा बनाएँ। अनि चिकन किमा पनि थियो। अनि त्यसमाथि चाहिँ अदुवा हल्का खेर कस्रेर हालिदिएँ। अनि त्यहाँदेखि चाहिँ तपाईँको यो धनियाँ सनियाँ काटेर नुन खोर्सानी हालेर मजाले मोलेर चाहिँ यस्तो ट्याक्क रेडी बनायो। अनि आमाले चाहिँ यो आँटा मुस्नु भयो त। अनि त्यसको बादमा चाहिँ फुपू चाहिँ तलबाट चाहिँ फुपू आमै हो, फुपू आमीले चाहिँ डल्ले खोर्सानी लिएर आउनुहुँदो रहेछ। अनि म चाहिँ टक्कै घरमा गएर चाहिँ त्यसकै नै सिलौटोमा राखेर नुन खोर्सानी हालेर मजाले खरेक पिनेको थियो। अनि टमाटर पनि पोलेको टमाटर हाल्नुपर्छ भनेर एउटालाई खिचेको त फुत्त हाम पालेर बाहिर निस्क्यो। अनि त्यसलाई चाहिँ आमाले धोएर ल्याउनु भयो है। अनि चाहिँ अब चाहिँ अघिको जस्तै नअफ्रोस् भनेर चाहिँ मैले चाहिँ चम्चीले केटा काटेर चाहिँ बनाएको थिएँ अचार। अब हामी 3जना मात्रै हो, पिरो खाने चाहिँ अनि कम्ती बनाएको थिएँ, अलिकति खोर्सानी बेसी हालेर। आमालाई चाहिँ खोर्सानी कम्ती भएको है। यो चाहिँ तपाईँको सुप भयो। अनि यहाँ मोमो टक्कै रेडी भएको थियो। अहिले नै पानी आयो मुखमा। अब यो मोमो चाहिँ किन यस्तो भन्दाखेरि यो चाहिँ आँटाको मोमो हो है। अनि हामीले चाहिँ मोमो पनि खायो, आमाले पनि सुप खानुभयो, हामीले मोमो खानुहुन्थ्यो, फुपूले पनि खानुभयो, मैले पनि खाइसकेँ। हस् त धन्यवाद, थ्याङ्क यू।